हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्कार। म पारस पाण्डे आज फेरि तपाईँहरू सोचेमा यो भिडियो लिएर आइरहेको छु। मैले चाहिँ आज खास गरेर यो भिडियोमा चाहिँ मैले रोमानियामा वेयर हाउसमा आउन चाहने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि खास गरी यो भिडियो बनाएको छु। र जो पनि आउँदै हुनुहुन्छ, जो आउने सोचमा बनाउँदै हुनुहुन्छ, जसले ट्राई गर्दै हुनुहुन्छ, उहाँहरूको लागि यो खास गरी भिडियो इम्पोर्टेन्ट हुनसक्छ। त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला, भिडियोलाई स्किप नगरिदिनु होला। र जो पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्न नबिर्सिदिनु होला है। जो हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ रोमानियामा, खास गरेर वेयर हाउसमा आउने चाहनुहुन्छ र आइरहनु भएको छ, उहाँहरूको लागि चाहिँ यो भिडियो मैले बनाएको हो खास गरेर। र वेयर हाउसमा आउँदाखेरि चाहिँ के हामीलाई मेन पावरले भनेको जस्तै स्यालेरी हुन्छ अनि काम गर्ने टाइम पनि सेम हुन्छ, जस्तो मेन पावरले भनेको हुन्छ त्यस्तै के हाम्रो सबै फेसिलिटी हुन्छ त भन्ने कुराहरूलाई लिएर मैले भिडियो बनाएको छु। मेन पावरले भने जस्तो चाहिँ सबै कुराहरू मेन पावरमा आएर तपाईँले बुझिसकेपछि मेन पावरले के भन्छ, कसो भन्छ भन्ने कुराहरू तपाईँले बुझिसक्नु भयो पनि होला सायद, होइन। र त्योभन्दा अलिकति फरक हुन्छ, सबै कुराहरू चाहिँ सेम हुँदैन। त्यसैले चाहिँ मेन पावरले भनेकै हिसाबले चाहिँ ढुक्क भएर चाहिँ नआउनु होला कोही पनि है। त्योभन्दा बढी नै हुन्छ। जस्तो कि तपाईँ यहाँ आइसकेपछि वेयर हाउसको काम भनेपछि पनि धेरै फरक फरक टाइपको वेयर हाउसको काम हुन्छ, एकै प्रकारको हुँदैन सबै है। 4-5 थरीको हुन्छ। तपाईँ कस्तो कुन कामको चाहिँ वेयर हाउसमा आउनुहुन्छ, वेयर हाउसमा पनि अब के सम्बन्धीको चाहिँ डिपार्टमेन्टमा आउनुहुन्छ भन्ने कुराहरूमा पनि डिपेन्ड गर्छ। र त्यसमा आइसकेपछि तपाईँको चाहिँ काम भनेको एक हप्तामा चाहिँ 5 दिन हुन्छ, 2 दिन छुट्टी हुन्छ। अनि तपाईँलाई कुनै कम्पनीले ओभर टाइम पनि दिन्छ, कुनै कम्पनीले दिँदैन, त्यो कम्पनी अनुसार डिपेन्ड गर्छ। प्लस तपाईँको ड्युटी आवर भनेको चाहिँ 8 घन्टा हुन्छ, कुनै कम्पनीले 9 घन्टा गराउँछ, कुनै कम्पनीले 10 घन्टा, कुनै कम्पनीले 12 घन्टा, त्यो पनि नो ग्यारेन्टी। प्लस तपाईँलाई चाहिँ के हुन्छ भन्दाखेरि वेयर हाउसमा आउने मान्छेहरूको चाहिँ यहाँ स्यालेरी रोमानियामा चाहिँ दिने स्यालेरी भनेको चाहिँ 2500-2600देखि लिएर 3000-3500सम्मको हुन्छ है। अनि खाना बस्न दिन्छ, कुनै कम्पनीले चाहिँ खाना चाहिँ आफैले खानुपर्ने हुन्छ भन्ने छुट्याइदिएको हुन्छ है। खानाको लागि पैसा अलग दिएको हुन्छ, कार्ड दिएको हुन्छ त्यसको लागि। अनि यदि कम्पनी टाढा छ भने मेट्रोको कार्ड पनि दिएको हुन्छ है। अनि तपाईँको काम चाहिँ सबै कुराहरू 8 घन्टा, स्यालेरी 2500-2600देखि लिएर तपाईँको हुने भनेको 3000-3500सम्म हुन्छ। कसैको बढी हुन्छ, कसैको कम्ती पनि हुन्छ है। तर मेन पावरले नै भनेको जस्तो तपाईँहरूलाई काम भनेको 8 घन्टा मात्र गराउँछ भन्ने पनि हुँदैन। 8 घन्टाभन्दा बढी पनि गराउन सक्छ। तर 8 घन्टाभन्दा बढी गरायो भने कुनै कम्पनीले ओभर टाइम दिन्छ, कुनैले दिँदैन। सिजन अनुसार कम्पनी अनुसार पनि फरक पर्छ। त्यही भएर सबै कुराहरू मेन पावरले भनेको अनुसार ठिक हुन्छ भनेर त्यसमा चाहिँ फुल विश्वास गरेर चाहिँ नआउनु होला है। र यसमा आइसकेपछि इन्डोरको काम हो, खासै त्यस्तो अप्ठ्यारो हुँदैन आउटडोरको जस्तो चाहिँ कामहरू भनेको। अनि तपाईँलाई सबै कुराहरू कम्पनीले चाहिँ दिएको हुन्छ, बस्नको लागि खाना, रुम होइन, तपाईँको मेट्रो कार्ड। अनि खानाको लागि पैसा भन्दा पनि तपाईँलाई फुड कार्ड भनेर अलग दिएको हुन्छ है। अनि कुनै कम्पनीले चाहिँ दिएको हुँदैन, तर प्रायः जस्तो कम्पनीले दिएको हुन्छ। त्यसमा चाहिँ ढुक्क हुनु होला। अनि स्यालेरी चाहिँ अब तपाईँलाई मेन पावर कति भनेको हुन्छ, के छ त्यो तपाईँमा छ, डिपेन्ड गर्छ। र कम्पनी यहाँ आइसकेपछि तपाईँलाई कम्पनी लिएर गएर डिपार्टमेन्टमा आनन्दले राखिदिएको हुन्छ। तपाईँलाई खानाको लागि बस्नको लागि कुनै टेन्सन लिनु पर्दैन। त्यो कुराहरूमा चाहिँ एकदम ठिक छ है, राम्रो छ है, ढुक्क हुनु होला। र तपाईँलाई समटाइम चाहिँ उनीहरूको फेस्टिभल भनेको चाहिँ यहाँको फेस्टिभलको टाइममा चाहिँ तपाईँलाई बोनस पनि दिन्छ कुनै कम्पनीहरूले धेरै जसो है। अनि बोनस दिन्छ। अनि आनन्द छ काम गर्नको लागि, त्यति गाह्रो हुँदैन। काम पनि हल्का, जे काम पनि सुरुमा स्टार्टिङमा अलिकति अप्ठ्यारो फिल हुन्छ, अनकम्फर्टेबल, बानी पर्दै गएपछि त्यो पनि सजिलो हुन्छ। त्यही भएर नआत्तिनु होला, जे गर्दै हुन्छ बुझेर गर्नु होला, एकदम राम्रो ठाउँमा राम्रो मेन पावरबाट बुझेर काम गर्नु होला। सबैजनालाई बेस्ट अफ लक है त। र जो पनि नयाँ हुनुहुन्छ मेरो च्यानलमा, जसले भर्खर भिजिट गर्दै हुनुहुन्छ, जसले मेरो भिडियो हेरिरहनु भएको छ, सम्पूर्णले मेरो भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गर्न नबिर्सिदिनु होला। र मेरो भिडियोलाई जति सक्दो त्यति सेयर पनि गरिदिनु होला। जस्तै तपाईँहरू जस्तै अन्य हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो भिडियो मार्फत केही राहत मिलोस् भन्ने म चाहन्छु। त्यसैले हजुरको दिन शुभ रहोस्, हजुरको यात्रा सफल रहोस्, हजुरको सम्पूर्ण भविष्यको लागि बेस्ट अफ लक है त गाइस। बाइ बाइ।